नमस्ते, 안녕하세요। आज हामी कोरियन भाषाको चौथो दिनमा छौँ जसमा भवेल साउन्ड र कन्सोनेन्ट साउन्ड जोडेर पुरा अक्षर लेख्न सिक्नेछौँ। पहिला हामी आधा अक्षर मात्र सिकिरहेका थियौँ जसमा क ख ग र अ जोडेपछि मात्र पुरा अक्षर हुनेछ यसमा। जस्तै आ या ओ ये ओ यो ऊ यू ऊ यी त भए हामी पहिल्यै सिकिसकेका छौँ भवेल साउन्डहरू। अब हामी कन्सोनेन्ट साउन्ड। पहिलो अक्षर क जसलाई हामी क भन्छौँ, ख पनि भन्छौँ र ग पनि भन्छौँ। यसमा का खा पनि हुन्छ र गा पनि हुन्छ। का। अब क्या माथिको यो अ जस्तै क्या ख्या ग्या। किया पनि हुन्छ, ख्या पनि हुन्छ, ग्या पनि हुन्छ। अब क पनि हुन्छ, ख पनि हुन्छ, ग पनि हुन्छ। क ख ग। यसमा हामी यो को कन्सोनेन्ट लिएर यो भवेल साउन्ड पनि लिन्छौँ जसमा यो सुन्नालाई चाहिँ लिँदैनौँ। यो जे चिन्ह छ त्यसको पछाडिको उसलाई लिँदै जान्छौँ, कन्सोनेन्टसँग जोड्दै जान्छौँ। अब के हुन्छ के जस्तै के को यो जुन सुन्ना छ नि ओको यो ओ छ नि यो यसमा सुन्ना चाहिँ नि हामी लिँदैनौँ। अगाडि सुन्ना माथिपट्टि सुन्ना हुँदाखेरि यो सुन्नालाई हटाएर माथिबाट कन्सोनेन्ट साउन्ड राख्छौँ। जस्तै यो को लेख्यौँ नि यसमा कोमा के हुन्छ सुन्नाको ठाउँमा माथि को राख्दिने तल को। अब योको ठाउँमा यो सुन्ना माथि कन्सोनेन्ट राख्ने यो। अब क्यो यो कन्सोनेन्टलाई सुन्नाको ठाउँमा राख्ने क्यो हुन्छ। कुको ठाउँमा कुको ठाउँमा सुन्ना
माथि छ कु कु गर्ने सरी कु कु। अब क्यु हुन्छ क्यु यु यु युको ठाउँमा क्यु हुन्छ क्यु। अब उको ठाउँमा कु हुन्छ क्यु उको ठाउँमा यो उको ठाउँमा कु हुन्छ सुन्न हट्छ। फेरि ईको ठाउँमा कि हुन्छ कि सुन्न हट्छ। माथि आई जस्तै ककाकिकी पनि त्यस्तै लेख्ने। अर्को फेरि के सिकेका थियौँ हामीले पहिला पञ्चम्यानमा न भयो ना आको ठाउँमा ना का खा का क्या को के लेखे जस्तै ना या जस्तै नाको ठाउँमा फेरि अको ठाउँमा क लेखे जस्तै यहाँ न लेख्ने अगाडिको सुन्न हट्छ। फेरि के को ठाउँमा ने लेख्ने ने लेख्ने के को ठाउँमा ने लेख्ने ना नु मुनिपट्टि न्यू उको ठाउँमा नु सर्टकटमा नु अब नि यी त भए नको लाइन भयो। जस्तै क ख ग घ लेखेको क ख ग लेखे जस्तै नमा पनि ना न्या न ने नो न्यो नु न्यु नु यस्तै हुन्छ। यस्तै गरी क्रमशः अरू अल्फाबेटलाई पनि त्यस्तै गरी लेख्दै जाने र सबै कण्ठ गर्दै गएपछि हामीले पुरा अक्षर लेख्न सिक्नेछौँ। अब अर्कोमा आयो यो द सिक्छौँ। दमा धर्का ताने दमा धर्का ताने दा ता द पनि भन्छ त पनि भन्छ दा ता थ पनि भन्छ था दा ता था। अब फेरि दे
दे, दो, 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 दियो, 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 दू, 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 दिउ, 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 द, द, दी, दी, दी। यी त भए ददा दिदीको अक्षरहरू। यसै गरी क्रमशः हामीले द, म, ब, स, र सबै द। अब अर्को अब र ल आउँछ, जसमा धर्का तान्यो रा, ला हुन्छ, रा, ला पनि हुन्छ, अनि रे, रे, र्या, र्या, ल्या, अब र, 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 रे, 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 रो, 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 र्यू, र्यो, र्यो, रू, 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 र्यो, र्यू, 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 रू, 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 री, री, री। यी भए ररारिरीको भयो। सेम माथि जस्तो लेख्दै गयो त्यस्तै सबै अल्फाबेटहरूलाई हामीले क्रमशः लेख्दै जाने हो साथीहरू। यी अक्षरहरू पुरा सिकेपछि मात्र राम्ररी हामीले पुरा अक्षर लेख्न सक्नेछौँ साथीहरू। आ को ठाउँमा का, गा, ना, मा, रा। या को ठाउँमा क्या, ख्या, ग्या, र्या, न्या। अ को ठाउँमा क, ख, ग, म, न। ए को ठाउँमा के, खे, गे, यसरी क्रमशः लेख्दै जाने, जसमा चाहिँ नि यही कन्सोनेन्ट र माथिको भवेल जोड्ने, जसमा पुरा अक्षर हुन्छ, जसमा चाहिँ यो सुन्नाको ठाउँमा कन्सोनेन्ट लेख्ने साथीहरू। यही त भए पुरा अक्षरहरू। थ्याङ्क यू।